हेलो एभ्रिवान एन्ड सेवा। आज चाहिँ हामी कता जानु लागेछौँ स्लिया? पार्क। कता पार्क? मलाई थाहा छैन। हामी चाहिँ आज श्रम संस्कृति पार्क जानु लागेछौँ र आज चाहिँ ओभर घाम छ, त्यही भएर यो चस्मा लाउँदा पनि चस्मा लगाएपछि केही देखिँदैन गाइस। ओभर धेरै गर्मी छ साथीहरू। आज शनिबारको दिन हो, त्यही भएर हामी चाहिँ श्रम संस्कृति पार्क जाउँ न त भनेर जानु लागेको। तर यस्तो धेरै घाम छ साथीहरू, हामी चाहिँ हिँड्नु लागेको भर्खर यहाँनिर घरमा छौँ। अनि हामी चाहिँ जानु लागेको म स्लिया अनि दिदी हुनुहुन्छ अनि मम्मी हुनुहुन्छ, मेरो मम्मी हुनुहुन्छ। हामी जानु लागेको। अब चाहिँ हामी हिँड्दैछौँ साथीहरू। अनि यहाँ चाहिँ अलिक तल जानुपर्छ, टेम्पो यहाँनिर पाउनुको लागि चोक निस्किनुपर्छ बिचबाट। हामी त 1 घन्टा कि 2 घन्टामा पुगिहाल्छौँ। त्यत्रो चाहिँ लाग्दैन है। र दिदी पनि आइसक्नु भएको छ, छाता ओढेर चाहिँ हिँड्दैछ पुरा। हामीलाई चाहिँ छैन घाममा यसो हिँड्दैन। मलाई ओडाम भएको अरे, छाता चाहिँ यता मात्रै छ। आइज यता भन्नुहुन्छ अनि एउटा गाइस म चाहिँ फेरि मार्छु, किनभने चाहिँ सक्यो भने भरे त एल लाग्दै हुन्छ। के भयो? त्यो जामाले चाहिँ के हुँदो? हामी चाहिँ टेम्पो पाइसकेको छौँ साथीहरू। अनि टेम्पोमा जाँदैछौँ। कहाँ गएको अरे स्लिया? पार्क भन् त। ओसो पार्क होइन, अर्को भन् न। कसको पार्क हो? कसले बनाएको? हर्बासाङकाङकोमा। कसले? हर्बासाङकाङकोमा। भन्दो रहेछ साथीहरू। हामी चाहिँ आइपुगेको छौँ यहाँनिर। किन यस्तो राम्रो नागो स्लिया चाहिँ आइसक्रिम खान्छ अरे। उता जाने चाहिँ आइपुगेर जाँदैछौँ। त देख्न सक्नुहुन्छ यस्तो छ साथीहरू। यहाँ चाहिँ जहिले भिड नै हुन्छ। अनि आज चाहिँ अझ शनिबार भएकोले एकदम धेरै मान्छेहरू चाहिँ छ। एकदम धेरै मान्छेहरूको भिड छ साथीहरू। यहाँ चाहिँ यस्तो छ। यो त तायामा र खियामा होला हौ। तायामा र खियामा। तायामा र खियामा, तायामा र खियामाका आमा। यता चाहिँ यस्तो पनि छ साथीहरू। म चाहिँ आएको थिइनँ, फर्स्ट टाइम आएको हो। पहिला चाहिँ आएको थियो यो नबनाइकन उसो भन्थ्यो त्यतिखेर। अहिले चाहिँ यो बनाएपछि चाहिँ म फर्स्ट टाइम आएको हो साथीहरू। अनि एकदम धेरै राम्रो रहेछ। यतातिर चाहिँ यस्तो छ के छ होइन। उपरतिर पनि छ बस्ने ठाउँ, के सानो नानीहरूलाई खेल्ने ठाउँ पनि रहेछ। अनि स्लिया चाहिँ पर खेल्नु गइरहेछ पर। यस्तो छ। त्यहाँबाट उता चाहिँ उसो महापरिनिर्वाण ध्यान केन्द्र। ए उसो ध्यान केन्द्र रहेछ यहाँभित्र चाहिँ।
मान्छे ओभर धेरै छ साथीहरू। यहाँनिर चाहिँ राम्रो राम्रो फुलहरू पनि फुलेको छ साथीहरू, फुलहरू पनि छ होइन, यस्तो राम्रो राम्रो छ फुलहरू। फुलै फुलको बगैँचामा मेरी मोया मेरी आमा। झन् आमाको लागि गीत गाइदिँदैछु, हाँस्नु पनि हुन्न हौ। म चाहिँ यहाँनिर अब केटाकेटी खेल्ने ठाउँमा जाँदैछु साथीहरू, किनभने आज स्लिया खेल्दैछ। अनि कति धेरै गर्मी हो क्या आज त, आम्मामा गर्मीले स्लिया चाहिँ। स्लिया खै नखेलेको भयो, पुग्यो अझ खेल्ने। स्लिया चाहिँ जाँदैछ, जाऊ माथि जसम्म जाऊ न, सक्छौ? ए अँ खतरो के खेलाडी लड्छौ नि फेरि, सक्दैनौ नजाऊ। खोइ त खतरो के खेलाडी। यहाँ चाहिँ यस्तोहरू छ, हलो जुवा बोकेको छ, अनि माथिल्लोमा चाहिँ ढाकर बोकेको छ साथीहरू, यस्तो छ होइन, यस्तो छ। ढाकर दिस एन्ड यहाँ पनि सेम ढाकर बोकेको छ साथीहरू। Wabu Gate. वाउ साथीहरू, यहाँनिर चाहिँ कस्तो राम्रो बस्ने सिटहरू पनि बनाएको रहेछ, हेर्नु न, हेर्दै कस्तो राम्रो कि बस्नु मन लाग्ने क्या, एट्र्याक्टिभ खाले के, हेर्दाखेरि बसौँ लाग्ने, कस्तो राम्रो बनाएको। यहाँ बस इगल। अनि म चाहिँ यहाँ बसेर फोटो पनि खिचिहालेँ, अनि मम्मीसँग पनि खिचेँ पछाडि। यस ए अँ यस्तो बस्ने ठाउँहरू छ यहाँ, क्या दामी, कस्तो राम्रो बस्ने ठाउँहरू छ साथीहरू। यहाँ चाहिँ भर्खर बन्द रहेछ, हर्क बात अरे, यो चाहिँ बन्दै रहेछ, त्यही भएर यसरी गरेको होला सायद। ए यहाँ चाहिँ मूर्ति छ होला, त्यही भएर यो चाहिँ भइसकेको छैन होला, त्यही भएर यसलाई चाहिँ बन्द गरेको छ साथीहरू। कस्तो राम्रो माछाहरू पनि रहेछ साथीहरू, यहाँ कस्तो हामी यहाँ आइपुगेको छौँ साथीहरू आराधरानमा। अब यहाँ फोटोसोटो खिच्छौँ अनि हामी चाहिँ फेरि ब्याक हुनेछौँ। आरा काट्दै गरेको साथीहरू आराधरान यहाँनिर चाहिँ छ, यहाँ माथि अनि तल काटेकै आराधरान। मम्मी चाहिँ यहाँ फोटो खिच्दै हुनुहुन्छ मक्ख परेर। क्यामराम्यान चाहिँ यता छ है, फेरि क्यामराम्यान। साथीहरू हामी चाहिँ अब फर्केको, अनि यसले चाहिँ खेल्दाखेरि चस्मा हराएछ स्लियाले चाहिँ, अनि चस्मा हरायो गर्दैछ। अनि अब हामी चाहिँ घर जान्छौँ साथीहरू। हामी चाहिँ घर आइसकेको छौँ अहिले चाहिँ, अनि कति धेरै भिड थियो, अनि फोटोहरू खिच्नु पनि भिड क्या, लाइन पर्खिँदा 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 पर्खिँदा, त्यही भएर हामी चाहिँ छिटै फर्किहाल्यौँ, गर्मी जस्तै। गाइस आज चाहिँ मेरो चस्मा पनि हरायो, अनि टाउको पनि दुख्दैछ, भोक पनि लाग्दैछ। अब हामी खाजा खानु पिरो चौचौ र उसिनको अनि त्यो पनि हामी खाएको देखाउँछौँ।
नो भ्लगिङ गरेको। ओके साथीहरू आजको भ्लग चाहिँ यति नै हो। अनि आज चाहिँ यति नै। हामी चाहिँ धेरै भिडियो पनि बनाउनु पाएन किनभने भिड थियो अनि हालो थियो, त्यही भएर भिडियो पनि बनाउनु पाएन क्या। अनि त्यही भएर थ्याङ्क यू फर वाचिङ। बाई गाइस।